दर्शकवृन्द, हाम्रो युट्युब च्यानल अनौठो संसारमा तपाईलाई हार्दिक स्वागत छ। आज हामी एउटा यस्तो देशको बारेमा कुरा गर्दैछौं जहाँ विश्वकै सबैभन्दा धेरै मुस्लिमहरूको बसोबास रहेको छ। यो देश मुस्लिम बाहुल देश भए पनि महिलाले आफ्नो अनुहार छोप्न आवश्यक छैन। यसो त यसलाई ज्वालामुखीको देश भनेर पनि चिनिन्छ। रोचक कुरा के छ भने यो देशमा लगातार 7 पटकसम्म अपरिचित पुरुषसँग शारीरिक सम्बन्ध राख्नुपर्ने अनौठो परम्परा अहिले पनि जीवितै छ। आज हामी तिनै अनौठा परम्परा र संस्कृतिले सम्पन्न एसियाली देश इन्डोनेसियाको बारेमा यस भिडियोमा रोचक तथ्यहरू प्रस्तुत गर्नेछौं। भिडियो निकै रोचक हुनेवाला छ, कृपया अन्तिमसम्म हेर्नुहोला। यदि हाम्रो युट्युब च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नुहोला र तपाईले यो भिडियो विश्वको कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ कृपया कमेन्ट पनि गर्नुहोला। दर्शकवृन्द, इन्डोनेसिया जसलाई आधिकारिक रूपमा गणतन्त्र इन्डोनेसिया भनेर पनि चिनिन्छ, यो दक्षिण पूर्वी एसियामा अवस्थित विश्वको सबैभन्दा ठूलो द्वीप समूह राष्ट्र हो, जसमा करिब 17,000 भन्दा बढी टापुहरू छन्। यस देशको राजधानी जाकार्ता तथा विश्वको 13औं ठूलो शहर हो। दर्शकवृन्द, भूमध्य रेखामा पर्ने भएकाले यो देश गर्मी र आर्द्र जलवायु युक्त छ, जहाँ उष्णकटिबन्धीय वर्षावन, ज्वालामुखी पहाडहरू, उपत्यका तथा समुद्री किनारहरू पाइन्छन्। देशको कुल क्षेत्रफल करिब 19,04,569 वर्ग किलोमिटर रहेको छ। क्षेत्रफलको हिसाबमा यो विश्वको 15औं ठूलो देश हो। दर्शकवृन्द, यस देशको जनसङ्ख्या लगभग 28 करोड भन्दा बढी छ। यो विश्वको चौथो सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो र विश्वमा सबैभन्दा धेरै मुस्लिम जनसङ्ख्या भएको देश पनि हो। यस देशको भौगोलिक सीमा पपुवा न्यू गिनी, पूर्वी टिमोर र मलेसियासँग मिलेको छ, जबकि अन्य छिमेकी देशहरू सिङ्गापुर, फिलिपिन्स, अस्ट्रेलिया र भारतको अन्डमान र निकोबार द्वीप समूह क्षेत्र सामेल छन्। दर्शकवृन्द, इन्डोनेसिया विविध धार्मिक परम्पराहरू भएको विश्वको सबैभन्दा ठूलो मुस्लिम बहुल देश हो, जहाँ 87% जनसङ्ख्या इस्लाम धर्मावलम्बी छन्। यसबाहेक 10% क्रिस्चियन, 1.7% हिन्दू, 0.7% बौद्ध र 0.2% कन्फ्युसियन धर्म मान्नेहरू छन्। संविधानले धार्मिक स्वतन्त्रता सुनिश्चित गरे पनि सरकारले केवल 6वटा आधिकारिक धर्म इस्लाम, क्रिस्चियन, हिन्दू, बौद्ध, कन्फ्युसियन र पारम्परिक विश्वासलाई मान्यता दिएको छ। दर्शकवृन्द, इन्डोनेसियामा 700 भन्दा बढी भाषाहरू बोलिन्छन्, तर आधिकारिक भाषा इन्डोनेसिया हो। विविध जातीय समुदाय भएको देश भएकाले हरेक टापुमा छुट्टै भाषा र संस्कृतिको प्रभाव पाइन्छ। यो मुस्लिम देशमा महिलाप्रति निकै लोकतान्त्रिक दृष्टिकोण छ। यो देशमा अन्य मुस्लिम देशमा जस्तो महिलाले आफ्नो अनुहार छोप्न आवश्यक छैन। महिलाको टाउकोमा एक रुमाल भए पर्याप्त हुन्छ। यसबाहेक महिलाहरू स्वतन्त्र रूपमा हिँडडुल गर्न, व्यापार सञ्चालन गर्न र उच्च तथा सार्वजनिक पद धारण गर्न कुनै रोकटोक छैन। दर्शकवृन्द, रोचक कुरा, इन्डोनेसियामा एउटा अनौठो परम्पराले जरा गाडेको छ। त्यहाँ हरेक वर्ष महिलाहरूले अपरिचित पुरुषसँग शारीरिक सम्बन्ध कायम राख्छन्। अझ रोचक कुरा त के छ भने विवाहित महिलाले कुनै अपरिचित पुरुषसँग शारीरिक सम्बन्ध कायम गर्ने क्रममा उनीहरूका श्रीमानले समेत सहयोग गर्छन्। यो चलन 16औं शताब्दीदेखि चलिआएको मानिन्छ। हामी कहाँ परपुरुषसँगको सम्बन्ध अवैध र घृणित मानिन्छ, तर इन्डोनेसियाको पोन नामक पर्वमा महिला तथा पुरुषहरू माउन्ट केमुकस पुग्ने गर्दछन्। त्यहाँ महिलाहरूले आफूलाई मनपर्ने कुनै अपरिचित पुरुषको खोजी गर्छन् अनि मनले खाएको पुरुष फेला पारे सहमतिमा शारीरिक सम्बन्ध राख्छन्। हरेक 35 दिनमा जब यो पर्व आयोजित हुन्छ, महिलाहरूले सोही पुरुषसँग शारीरिक सम्बन्ध गर्नुपर्छ। लगातार 7 पटकसम्म महिलाले उक्त पुरुषसँग शारीरिक सम्बन्ध गरेपछि महिलाको मनको इच्छा पूरा हुने जनविश्वास छ। यो पर्वसँग एउटा अनौठो कथा जोडिएको छ। 16औं शताब्दीमा त्यहाँका राजा थिए पेगेरन समरो। उनी आफ्नी सौतेनी आमा नाई ओक्रो बुलानलाई खुब मन पराउँथे। एक रात जब उनी सौतेनी आमासँग शारीरिक सम्बन्ध गरिरहेका थिए, त्यही समयमा दुवैको हत्या भयो। त्यसैले राजा र उनकी सौतेनी आमाले पूरा गर्न नपाएको शारीरिक सम्बन्ध जसले पूरा गर्छ उसका सबै दुःख हट्ने र घरमा खुसियाली छाउने विश्वास गरिन्छ। यो परम्परा अहिले पनि इन्डोनेसियामा मनाउने गरिन्छ। दर्शकवृन्द, के तपाईलाई थाहा छ अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले पनि आफ्नो बाल्यकालको केही समय इन्डोनेसियामा बिताएका थिए। प्रशान्त महासागर र हिन्द महासागरको बीचमा अवस्थित इन्डोनेसिया रिङ अफ फायर भित्र पर्दछ, जसले गर्दा यहाँ व्यापक ज्वालामुखीय गतिविधि र भूकम्पहरू गइरहने गर्दछ। इन्डोनेसिया विश्वकै सबैभन्दा धेरै सक्रिय ज्वालामुखीहरू भएको देश हो। देशभर करिब 130वटा सक्रिय ज्वालामुखीहरू छन्, जसमा केहीले ऐतिहासिक रूपमा विनाशकारी विस्फोटहरू गरेका छन्। जाभा टापुमा अवस्थित मेरापी ज्वालामुखी सबैभन्दा सक्रिय मानिन्छ। सन् 1813 मा भएको ज्वालामुखीबाट सबैभन्दा ठूलो विस्फोट 1930 किलोमिटर टाढा सुमात्रा टापुमा सुनिएको थियो। यो विस्फोटले 70,000 भन्दा बढी मानिसको ज्यान लिएको थियो।
यस्तै सन् 2010 मा माउन्ट मेरापीको विस्फोटले ठूलो जनधनको क्षति पुर्याएको थियो। सुमात्रामा रहेको तोबा ज्वालामुखी करिब 74,000 वर्ष अघि विशाल विस्फोट भएको मानिन्छ, जसले पृथ्वीको जलवायु परिवर्तन गराएको थियो। ज्वालामुखीका कारण इन्डोनेसियाको माटो उर्वर भए पनि बारम्बारको विस्फोटले लाखौं मानिसहरूलाई जोखिममा पार्ने गर्छ। यो देशमा जापान र अमेरिकामा भन्दा पनि बढी ज्वालामुखी जाने गर्दछ। दर्शकवृन्द, तपाईले यहाँ रङ परिवर्तन गर्ने तालहरू पनि देख्न सक्नुहुनेछ। इन्डोनेसियाली ज्वालामुखी केली मुतुको शीर्षमा 3वटा तालहरू छन्, जसले हरियो, रातो र कालोमा रङ परिवर्तन गर्छन्। तर यो रङ परिवर्तनको पछाडि कुनै चमत्कार भने छैन। यो घटना तब हुन्छ जब ज्वालामुखी ग्यासहरू र पानीमा घुलनशील खनिजहरूसँग प्रतिक्रिया गर्छन्। दर्शकवृन्द, वनस्पति र जीवजन्तुको विविधताको कारण इन्डोनेसिया ब्राजिलपछि विश्वको दोस्रो ठूलो जैविक विविधता भएको देश हो। के तपाईले कहिल्यै कोमोडो ड्र्यागनको बारेमा सुन्नु भएको छ? संसारको सबैभन्दा ठूलो छेपारो कोमोडो ड्र्यागन यहाँ देख्न पाइन्छ। यस्तो अचम्मको जनावरले मानिसलाई पनि खान सक्छ। तिनीहरूलाई कोमोडो टापुमा रहेको देशको राष्ट्रिय निकुञ्जहरूमा देख्न सकिन्छ। इन्डोनेसियाको जंगलमा सुनौलो बाँदर, अरण्य बाघ र अनेकौं दुर्लभ वनस्पति तथा जीवजन्तुहरू देख्न सकिन्छ। इन्डोनेसिया देशको 50% भन्दा बढी भाग जंगलले ढाकेको छ र जताततै हरियाली देख्न सकिन्छ। दर्शकवृन्द, प्रकृति र फूल प्रेमीहरूका लागि यो देश एक उत्कृष्ट गन्तव्य हो। इन्डोनेसिया संसारको सबैभन्दा ठूलो फूलको घर भनेर पनि चिनिन्छ। इन्डोनेसियामा पाइने राफ्लेसिया अर्नोल्डी फूल संसारकै सबैभन्दा ठूलो फूल हो, जसको व्यास 1 मिटर भन्दा बढी हुन्छ। यो फूललाई कडा गन्ध आउने फूल भनेर पनि चिनिन्छ, किनभने यसले कुहिएको मासुको गन्ध निकाल्छ। दर्शकवृन्द, विश्वको सबैभन्दा ठूलो मध्येको एक बौद्ध मन्दिर बोरोबुदुर, जुन इन्डोनेसियाको जाभा टापुमा अवस्थित छ, यसको उचाइ 113 फिट छ र यो पूरा गर्न 75 वर्ष लागेको विश्वास गरिन्छ। दर्शकवृन्द, डिसेम्बर 26, 2004 मा विश्वको दोस्रो ठूलो भूकम्प यस देशको सुमात्रा टापुलाई केन्द्रबिन्दु बनाएर आएको थियो। 9.3 रेक्टर स्केलको भूकम्पपछि सुनामीका कारण हिन्द महासागरका दर्जनौं देशमा 3 लाख भन्दा बढी मानिसले ज्यान गुमाउनु परेको थियो। यसो त विश्वका 10 ठूला टापु मध्ये 3वटा बोर्नियो, पपुवा न्युगिनी र सुमात्रा इन्डोनेसियाकै हिस्सा मानिन्छ। इन्डोनेसियाका प्रमुख शहरहरूमा राजधानी जाकार्ता, सुराबाया, यग्याकर्ता, बाली, बान्डुङ, सुमात्राको सबैभन्दा ठूलो शहर मेदान र बोर्नियो टापुको प्रमुख शहर बाली कपापन समावेश रहेका छन्। यी शहरहरू आर्थिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वका कारण इन्डोनेसियाको विकासमा मुख्य भूमिका खेल्छन्। दर्शकवृन्द, बाली टापु इन्डोनेसियाको पर्यटनको गहना हो, जहाँ लाखौं विदेशी पर्यटकहरू प्रत्येक वर्ष घुम्न आउँछन्। यसको प्राकृतिक सौन्दर्य, हरियाली, समुद्री किनार र हिन्दू संस्कृति पर्यटकहरूका लागि आकर्षणको केन्द्र मानिन्छ। दर्शकवृन्द, दक्षिण पूर्वी एसियाको सबैभन्दा ठूलो रेड लाइट जिल्ला डोलीमा हजारौं यौनकर्मीहरू थिए, तर सन् 2014 मा सरकारले यसलाई बन्द गरेको थियो। अहिले पनि यो देशका केही शहरहरूका होटल र मसाज सेन्टरहरूमा यौनकर्मीहरूले देह व्यापार गरिरहेका भेटिन्छन्। दर्शकवृन्द, तपाईलाई यो थाहा पाउँदा अचम्म लाग्ने छ कि इन्डोनेसियामा संसारको सबैभन्दा ठूलो सुनको खानी, विश्वको तेस्रो ठूलो तामा खानी पनि रहेको छ। यहाँ 19,000 देखि 20,000 सम्मको श्रम शक्तिले खानी सञ्चालन गरिरहेका छन्। इन्डोनेसियाको झण्डा मोनाकोको जस्तै रहेको छ। इन्डोनेसिया विश्वमा जायफलको सबैभन्दा ठूलो उत्पादक देश हो। बान्डा टापुको मुख्य खेती नै जायफल मानिन्छ। करेन्सीको कुरा गर्दा इन्डोनेसियाको करेन्सी रुपियाँ हो। नेपाली 1 रुपैयाँको यो देशमा करिब 116 रुपियाँ हुन आउँछ। यसको मतलब तपाईँ यो देशमा 1 लाख लिएर जानुभयो भने तपाईँ त्यहाँको करोडपति बन्न सक्नुहुनेछ, किनभने नेपाली रुपैयाँ भन्दा त्यहाँको करेन्सी निकै सस्तो रहेको छ। दर्शकवृन्द, यो त थियो इन्डोनेसियाको बारेमा केही रोचक जानकारीहरू। तपाईलाई हाम्रो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्न नभुल्नुहोला। अर्को भिडियोमा थप रोचक विषयवस्तु लिएर आउनेछौँ। तबसम्मलाई हामी पनि बिदा हुन्छौँ। नमस्कार।